फल्छ धान जुम्ला फल्छ धान संसारकै अग्लो ठाउँमा कोही सुन्दैनन् कान कोही सुन्दैनन् कान कर्णाली रोयाको आवाज कोही सुन्दैनन् कान कोही सुन्दैनन् कान कर्णाली रोयाको आवाज हाम्रै सिजाद्वारा खास भाषाको उद्गम स्थल हुन्छ काठैबरा राज्यको सौतेनी बेलर हुन्छ काठैबरा राज्यको सौतेनी बेलर कस्तो लाग्छ बुझ्नु भयो र तपाईले आफै लेख्नुभयो यो शब्द मैले आफै लेखेको हजुर यो लय चाहिँ होइन शब्द चाहिँ आफै लेखेको राम्रो गाउँदै तपाईले हजुर हजुरसँग भेट चाहिँ गाउन मन लाग्यो सो गाएको जुम्ला आउनु भएको छ होइन सबै ठाउँ घुमेर जानु होला यहाँको भ्यूहरूसँग रमाउनु होला यहाँ त एकदम राम्रो भ्यू देख्दै हजुर राम्रो छ म नि एउटा फोटो खिच्दै तपाईको घर पनि यहीँतिर मेरो घर उता त्यो डाँडा मैले हजुरलाई सिकाएँ त्यसको ठ्याक्कै यतातिर पर्छ 8वटा पालिका छ जुम्लामा एउटा नगरपालिका 7वटा गाउँपालिका छ रमाइलो छ यहाँतिर सबैतिर हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला मान्छेले राम्रो काम गर्यो भने सबै कुरा राम्रो चल्यो भने त अब हुन्छ होला ए हजुर अलिकति हाम पनि लाग्नु पर्यो अलिकति हार्ड गर्नु पर्यो अनि हुन्छ होला अनि हजुर यहाँ जुम्ला आउँदाखेरि चाहिँ कतिको खुसी हुनुहुन्छ नि खुसी छु फर्स्ट टाइम आयो सबै कुरा राम्रै लागिरहेछ म आउँदै गर्छु हजुर नेपालको कति ठाउँमा घुम्नु भएको छ नि धेरै ठाउँ घुमिसकेको छु तर हिमालतिर अलिक घुमेको छैन त्यस्तै अरू ठाउँ त अलिक घुमेको छु अब हजुर त नेपालमै बस्नुहुन्छ कि म त फिर्ता आउँछु म त्यहाँ मेरो ब्याचलर्स मात्रै सकाउन हजुर अनि हाम्रो चाहिँ उता लेङ्गा हालेको हाम्रो चन्दनाथ मन्दिर जो कि हाम्रो अब जुम्ला जिल्लाको एउटा सान जो कोही पर्यटकहरू आउनुहुन्छ त्यहाँ दर्शन गरेर जानुहुन्छ गुम्बा पनि एकदम राम्रो हजुर यो चाहिँ अब हाम्रो डुडुल चैत्य भन्छ यसलाई अझै बन्दैछ थोरै बाँकी छ कुन चाहिँ पार्ट यतातिर अब उस्तै बनाउने हो भने अझै बाँकी देख्छु अब पुरै भएको जस्तो चाहिँ लागेको छैन है मलाई किनभने बनिरहेछ अहिले कहिले कलर लगाउने कहिले चाहिँ यताउति बनाउने काम भइरहेछ राम्रो छ थ्याङ्क यू सो मच This is my first time coming here and I'll definitely be